And this is के भन्छ यसलाई पहाड थेरेपी। यहाँ चाहिँ जूको यसलाई चाहिँ लिच भन्छ इङ्ग्लिसमा। हजुर यस लिच भन्छ। लागिसकेको छ हामीलाई। लङ जम्प सुरु। मिलन भुषाल लङ जम्प ल यस फाउल फाउल भयो ल ल अब आशिष भुषाल ल टेकअपको लागि लामो ल लेडिज एन्ड जेन्टलमेन एउटा हेडलाइट बालो खै बोतलले 2 दिन जाने अर्डर आइसक्यो या हामी अझै बिस्तारा छौँ गएको मिलन चैते आज बास यतै थियो रातभरि लुडो खेल्यो यो हाम्रो बाहिरको भ्यू कुहिरो लाहा गाइस हामी चाहिँ अब म चाहिँ मामा घर जान लाग्यो यिनी भाइहरूलाई लिएर अब भुल्केसम्म हुन्छ कि कहाँसम्म हुन्छ छोड्न लिएर बोलाएको खोलो आहा पानी आहा रातभरि भाउ बगाउने हो कि भनेर सेफ्टीको लागि अनि उताबाट चाहिँ ढाकाबङबाट चाहिँ मेरो 2टा भाइ आउँदैछन् अनि यो चाहिँ बाटो यो सिस्नो यस्तो हो कि झाडी छ यहाँ यहाँ मैले सुनेको यो जङ्गलमा चाहिँ एमाजोन जङ्गल भन्दा ठुलै जङ्गल हो रे यहाँ चाहिँ भालु एनाकोन्डा बाघ गैँडा चितुवा सबै आउँछ ठेउरो सेउरो अनि यसले चाहिँ हामीलाई झन्डै टोकेन यो यसले बाटैमा थियो गङ्गटो छोप्न छोप के नगर के छोप नमारै छोप डर लाग्छ मलाई त छोप है मोटे यसलाई चाहिँ गङ्गटो भन्छ भाइहरूले छोप्दैछन् त केले टोक्छ है यसले ओ डर लाग्छ यार गङ्गटो नछोपेको कति भयो टोले कडाक्के त्यो छोपो नि छोड्दिन्न तैँले के छोप्छन् कि यसको खासमा खुट्टा हो कि के छोप्छन् नङ्ग्रा हो कि नङ्ग्रा भाग्दैन नमार्छु नङ्ग्रा खान्न बिचरा भोकै हुन्छ भाउ जाम हिँडौ हो त्यसले ट्याक्कै त्यही छोप्ने हो कि त्यसले हो नङ्ग्रा छोप हो अब के लाइन छोप्न डरा ल गाइस यो चाहिँ गङ्गटो न अगाडिको देखा न जन्तुहरूको काम छैन यस्तो जरा छोप्दै मार्ने काम गर्छन् पहाडको पुलो एमाजोन जङ्गल अन्त काम छैन प्राचीन पुलो हो यहाँ सँगसँगै त गहुँ पनि पाकिसकेछ गाउँतिर धान पाकिसकेछ अब काट्ने बेला भयो अब पानी आएको आइभयो ए दुःख छ पहाडमा गरिखान यस्तो छ कुरो क्या गाइस हामी चाहिँ खोला आइसकेका छौँ हेर्नुहोस् अब म चाहिँ जुत्ता खोल्न पर्छ कि पर्दैन भन्नेमा छु जुत्ता खोलौँ कि नखोलौँ तिर्जा माटो र ढुङ्गो जुत्ता खोल भिडियो बना म जान्छु ल लिर्किन्छ कि रमाइ केटा म जुत्ता खोल्न ल गयो ल कहीँ जानियोस् भयो गाइस गाइस अब पानी जाने हो हेर हाम्रो भ्यू हामी चाहिँ हरेक चिज हो खै हिँड यार बेर हुन्छ अहिले माथिबाट खोलो हामी चाहिँ अर्को खोलामा आइएको छ माथिदेखि आइयो यहाँबाट यसमा चाहिँ लङ जम्प हान्न सकिन्छ कि नै थाहा छैन मलाई नि तर मेबी सकिन्छ होला सकिन्न उहाँबाट जान्छु म त कहिले हान म हान्ने भए हान म त जुत्ता लाखु गाइज यताबाट जान्छु ओइ ढुङ्गा यस्तो टुकेर हाल्न पर्छ
सक्छस् कि नै सक्छ कि नै बेले गाइस हामी पानीमा लगाए फाइनल्ली यो हाम्रो यो ल ल ल लङ जम्प या अब लङ जम्प सुरु मिलन भुषाल लङ जम्प ल यस फाउल फाउल भयो ल ल अब आशिष भुषाल ल टेकअपको लागि लामो ल स्याबास यहाँ चाहिँ जुको यसलाई चाहिँ लिच भन्छ इङ्ग्लिसमा हजुर यस लिज भन्छ लागिसकेको छ हामीलाई हामी अब यसलाई यसको मान्छेसम्म पुऱ्याइयो यहाँ हेर्नु चाहिँ यसको हर्कत यहाँ अब हामीले यिनीहरूलाई बिदाई गर्यो यसलाई छोड्न आएको हामी अब गाइज अब हामीले यहाँ बाबालाई कुर्ने कुरा हुन्छ है अब 2-3 घन्टा कति लाग्छ थाहा छैन अब यहाँ उ त्यहाँ प्रतिशाले छ लुडो खेल्ने बस्ने लुडो खेल्ने बस्ने सुत्ने उठ्ने अब 2 घन्टामा के हुन्छ हेरौँ यो भिडियोमा क्याप्चर गरिन्छ क्याप्चर गर्दै हेरौँला मेरो फोन ल्याउनु पर्ने उ त्यहाँ चाहिँ हाम्रो लास जलाउने ठाउँ गाउँघरमा यही लास जलाउने ठाउँ यही हुन्छ भरे उति हाम्रो प्रतिष्ठाले हामी त्यहाँ बसिन्छ अब 2 भाइ मात्रै छौँ अब के हुन्छ गतिविधि हेरौँ पहिला त सर्वप्रथम हामी लुडो खेलिदिन्छ हो लुडो खेलिदिन्छ चार्जर इन्नु छ हामी चाहिँ यहाँ बोर भएर लुडो खेलेको हार ऊ अब 20 पुलो भान्छ ल गाइज हाम्रो बाबा आउन हालत त उयो आजिज पनि जुत्ता छोपेर गर्थ्यो जब जुकाले खाऊ कि नै खाएन ब्याग दिनुहोस् गाइस अब हामी अब जान थाल्यौँ दिनाजी पनि आइसक्नु अब खोलो चढ्ने अब फेरि उकालो फोन खस्ने थिएँ गाइज हामीले बाबालाई सकुशल घर हगि हाम्रो बाबा बुवा हामीले बाबालाई सकुशल ससुराल पुऱ्याइयो बाबाको ससुराल तर लिन गएको मान्छे भन्दा बाबा छिटो आएर बस्न यो भिडियो युट्युबमा राख्ने है हुन्छ रामला गाइज आज हाम्रो घर चाउमिन पाक्दैछ माउला सेफ चाहिँ अलि ठुलै हुनुहुन्छ हाम्रो बाबा यहाँको त कुरै नगरौँ भाइको जर्सी लाएर बस्नु छ गोपी चाउमिन हो हाम्रो सेफ ल हेर त अब आएर